गुड मर्निङ सबैजनालाई। न्युयोर्कको जनजीवन चाहिँ अहिले यस्तो छ है, हिउँ जतासुकै यस्तो बवाल छ। रुखदेखि लिएर यस्तो ब्युटिफुल्ली देखिरहेछ है, हेर्दा त ब्युटिफुल लाग्छ तर गाह्रै छ। एक महिना अगाडि फेरि त्योभन्दा पनि दोब्बर परिरहेछ। अझ भएन भने त्यो हप्ता 3-4 दिनमा चाहिँ पढ्न बाँकी छ, अर्को हप्ता पनि पढ्नै बाँकी छ। के गरिरहेको प्रकृति दियो त भएन नि त यार। यार यस्तो साइडिङ छ यो, हेर्दा जति रमाइलो देखिरहेको छ त्योभन्दा दुब्बो चाहिँ खतरा छ। यस्तो मजाको सनसाइनसँगै भइरहेछ होइन। काम पनि आज मात्रै होला नि यार यो, त्यसपछि पुरै 85% 90% यार। एनिवेज अब यो पग्लिन 2 महिनाभन्दा धेरै लाग्छ नि, बस पुरै थपिँदै पनि छ। एनिवेज आजको लागि यति नै, चारैतिर भन्दा केही पनि छैन। गुड मर्निङ फ्रम न्युयोर्क। जनजीवन अस्ते व्यस्तै छ यार, यस्तो बवाल तरिकाले नि हिँड्नुपर्छ यार। भुर्खरलाई नि चिसो लाग्यो बिचरा, गाह्रो छ के भन्छ यो फ्लोर भूमि बाटो रोड चिप्लो छ यार। न्युयोर्कको अवस्था के भन्छ यो,